नमस्ते, म अहिले ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नम्बर 8 मा अवस्थित यस सुन्दर स्थान टारकेराबारीमा आइपुगेको छु। यो स्थान यति रमणीय, यति सुन्दर स्थान छ कि जुन हामीले जहिले पनि पारी रामेछापबाट सिरिसे आउँदाखेरि देखिन्थ्यो कि यति राम्रो ठाउँ कस्तो होला भनेर। र आज यो ठाउँमा आइपुगेको छु म। आज यहाँबाट म तपाईहरुलाई यो गाउँको सम्पूर्ण दृश्य ड्रोन मार्फत कैद गरेर देखाउँदैछु। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला। यो चाहिँ ठ्याक्कै रामेछाप जिल्ला लिखु तमकोसी गाउँपालिका वडा नम्बर 2 को सिरिसे भन्ने ठाउँको वारीपट्टि पर्छ। बीचमा बग्छ लिखु नदी। यो स्थान आइपुग्नको लागि हामी मन्थलीबाट झन्डै 2 देखि 3 घण्टाको बाइक यात्रा गरेर यो ठाउँमा आइपुग्न सक्छौं। यो ठाउँबाट पोकली झरना पनि केही समयको यात्रा गरेर पुग्न सकिन्छ भनेदेखि अझै पनि यो ठाउँमा आइपुग्नको लागि बाटोको राम्रो सुविधा भने छैन। हामी यहाँ आउनको लागि बर्खामा एकदमै गाह्रो हुने अवस्था देखिन्छ। र यो ठाउँको चौतारीमा बसेर यहाँको स्वच्छ हावाको मजा लिनु। ओखलढुङ्गा जिल्ला आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला हो। त्यसमा पनि यो एक टारकेराबारी जुन अत्यन्त सुन्दर स्थान छ। यदि तपाईँ पोकली झरना आउने प्लान गरिरहनु भएको छ या पोकली झरना आउन मन छ भनेदेखि पोकली झरना आउँदाखेरि तपाईँ यस सुन्दर स्थानमा आएर भ्रमण गरेर जान सक्नुहुन्छ। यहाँ आउनको लागि जम्मा सिरिसेबाट तपाईँ 10 देखि 15 मिनेटमा आइपुग्न सक्नुहुन्छ। कोमल प्रसाद तिमल सेना हो। मेरो जन्म मिति 2004 साल वैशाख। यो लिखु गाउँपालिका वार्ड नम्बर 8 टारकेराबारी हो। मैले थाहा पाउँदाखेरि यो गाउँमा असाराम अब छर्त्यौँ। पानी आएपछि सबै बारी थियो, कोदो रोप्थ्यौँ। अहिले चाहिँ सबै खेत छ, सबै धान रोप्छौँ। बाटो नहुँदाको अवस्था त नुन खान कहिले डका मधेस पुग्नु पर्थ्यो चिसापानी बजार, कहिले यहाँबाट अब किराय छापसम्म चाहिँ नुन बोक्न गइयो। म पनि गएँ। अब जिरी आउने बाटामा जोडिएपछि क्रमागत रूपमा छिम्ती बाटो आयो, देवीटार आयो, गर्दै गर्दै धोबीबाट सिरिसेबाट आफ्नै गाउँमा आयो। अहिले चाहिँ अब नुन बोक्न हिँड्नु पर्दैन, गाउँबाटै गाडी लाग्छ। दिन बेलुका यहाँ आउँछ, भोलि बिहान जान्छ। यहाँ अहिले आएको व्यवस्थाले अब पिच गरेर ल्याइदिए हामीलाई सुविधा हुन्थ्यो। खानेपानी ल्याइराखेकै छ हामीले। यहाँ तपाईँको अब स्थानीय लोकल बत्ती पनि छ हाम्रो, हामीले आफैले निर्माण गरेको भनौँ। अब दुःख गरेर भनौँ न कि आफैले दुःख गरेर चन्ना उठाएर बनाएको पहिले हो। पछि अब अहिले चाहिँ सरकारी लाइन पनि आयो। असुविधा चाहिँ भनेको दैनिक गाडी चल्दाखेरि पिच नभएको, बर्खा गाह्रो हुन्छ। र भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद। कस्तो लाग्छ कमेन्ट गर्न पनि नबिर्सिनु होला। धन्यवाद।